नमस्ते सबैजनालाई स्वागत छ यस भिडियो ब्लगमा र आज चाहिँ म चेप्टी जाँदैछु घुम्नको लागि। सबैले च्यानल सब्सक्राइब गरिदिनु होला। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। भिडियो मन परे लाइक गरिदिनु होला। अनि जस्तै अहिले चाहिँ हामी ठ्याक्कै चेप्टीमा आइपुगेछौँ र उहाँहरू चाहिँ अगाडि हुनुहुन्छ। चेप्टीको बाहिरको भ्यू। यहाँ चाहिँ पुल र चाहिँ सबैजना हेलो सोल्टी अनि ठिकै हुनुहुन्छ? कस्तो नि आउँछ पनि अनि म त अनि सरप्राइज अनि पुरै अनि यहाँनिर देख्नु भएन खोका जानुभयो। ए साथी चाबी ल्याउनु भयो? ए टिकट भइसक्यो त? छ त हाम्रो टिकट। बवाल यहाँ चाहिँ है। म फोटो खिच्दिनँ कहिलेको त? हजुर साँच्चीमा त म फोटो कहिले खिच्दिनँ त। खादिनु हामी चाहिँ अहिले चेप्टी वरिपरि घुम्दै र मान्छेहरू कता कता छोडिन्छ हो। घुम्नु भनेको हेर्न आएको हो नि त हौ, देखाउनु होइन नि त हौ कस्तो बनिएर आएको छु। त्यही त पानी मुहान जाने बाटो कस्तो नसक्नु मलाई भ्लग गर्न आउँदैन।
यहाँ चाहिँ हाम्रो मान्छेहरू सबै छोडिँदैछ। यहाँ पोखरी रहेछ, पुल पनि रहेछ, दामी रहेछ यहाँको पुल चाहिँ। क्या ठुटा ठुटी पनि छ त, त्यो चाहिँ के हो चर्पी पनि रहेछ त यहाँ त, चर्पीको पनि व्यवस्था। ओ माई गड, हात्ती पनि रहेछ त यहाँनिर, हात्ती पोखरीको बिचमा रहेछ त। यहाँनिर चाहिँ काँडा पानी पाइपबाट हालेको रहेछ त यो त, अनि यो पो ठिक हुने रहेछ त। यो खेलौँ तपाईँलाई त म कहाँ उचाल्नु सक्छु त अनि। अनि कहाँ उफ्रिनु परेन? हजुर हामी निकैजना पो छौँ त। हामी पनि झन्डै झन्डै के 4, 6, 7, 8, 9जना नै पो छौँ होला हामी नि। तर कता कता जानुभयो, ल बिस्तारै घुम्दै गर्नुहोस् है। आमा रोबोट ठिक छ। त्यहाँभित्र चाहिँ के हुन्छ, अब फोहोर फ्याँक्ने ठाउँ पो रहेछ त, यो फोहोरै फोहोर राखिदिइरहेको छ त। अनि यता यो गुड चाहिँ मान्छेले बनाएको, केले बनाएको? के हो यो? कहाँ यो यो? ल जोदौँ जोदौँ, कानै भाँचिनु लाएर रहेछ नि। यहाँ माथि चाहिँ चढ्नु पाइँदैन, प्लास्टिकको पो रहेछ त एउटा। प्लास्टिक हो, प्लास्टिक हो, काम्दैन अहिले, पेरेकै गयो नि अहिले। माथि चाहिँ खोल्सा मात्रै छ। भयो ल, उहाँनिर नि रहेछ त। म पानको पातमै खिच्ने हो। सेम छ नि लिन्छ होला यसको त निकै। हेलिकप्टर कहाँ छ अरे? यो त साँच्चीको हेलिकप्टर जस्तो छ त, यो त सेम देखिन्छ त। यहाँ चाहिँ परीहरू रह नि त, पानी परीहरू रह नि त यहाँ त। अनि खोइ अरू ए उयो हुनुपर्छ, मान्छेहरू लुगा फुकालेर अलिक नजिक। हाम्रो ग्रुप होइन। स्कुटी झुन्डेर आहा त अनि यहाँ त। अनि कसले उडायो नि त्यहाँ माथिसम्म? के हो यो? अनि ल हामी पनि छौँ है, टिकट काटेर आएको हामी पनि। हामी मुस्ताङको बाटो ल यहाँ हामी हाम्रो पाइलट 3
नमस्कार, मेरो नाम सपजा देवी हो। म चारालीबाट आएको। विशेष गरी मलाई चाहिँ बोलाउनु भएको थियो उहाँहरूले। यो उडाउने मान्छे भएको कारणले म र मेरो साथीहरू ल दाइको यहाँनिर चाहिँ खै दाइको प्यासेन्जर अनि खोइ त अनि हालेर उडाइहालौँ न हामी नि हेरिहालौँ उद्घाटन गरिहालौँ न त ल यहाँ भित्रको चाहिँ ल्याउनु पर्ने हुन्छ भित्रैमा हामी नि बस्यौँ न त यहाँभित्र चाहिँ ओह आमा के साह्रो गर्मी हुँदो रहेछ त यहाँभित्र त नि पापाको परीले स्कुटी माथि उडाएछ लो भयो लो हर पुरा खो अनि हाम्रो साथीहरू कता गयो त अनि ओ बाप रे बाप पानी 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 के पानी पानी छ त ओ माई गॉड पानी 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 लास्टै पानी पानी रहेछ है यहाँ चाहिँ यस्तो हजुर एउटा गोरु त यहाँ रहेछ त नि अघि पर थियो एउटा गोरु अहिले यहाँ एउटा गोरु गोरै गोरु हेलो टिकटक ल यसमा चाहिँ ठिक हुन्छ यहाँ हौ यहाँ बनाउनु न के हो आज छाताकै मुनि मात्रै बसिरहनु हामी परिहरू पो रह त हौ यहाँ त पानी परिहरू अनि यहाँ माथि नचढ्ने म चाहिँ पुगेर आउँछु ल कहाँ छ इलेभेन चाहिँ ओ माई गॉड हिँड्दा कहाँ पुगेछ यो त लभ डाँडा जस्तो रहेछ त हो नि घुम्ने मात्रै हात्ती चाहिँ दामी बनाएर छ त्यहाँ माथि जिराफ रहेछ बस्ने ठाउँ एउटा परी घरमा छोडेर आएर फेरि अर्को परीसँग यो त अनि के हो टनेल जस्तो छ त अनि त्यो सब्जी रोप्ने ठाउँ जस्तो छ त यो त यो चाहिँ जतासुकै हुन्छ यसको भित्र चाहिँ के हुन्छ फोहोरहरू मात्रै हुँदो रहेछ त यो चाहिँ दामी रहेछ त यो ए एकछिन खिच्नु दामी रहेछ यो चाहिँ सेम भित्र उ छ के रबरको हो यो त रबर हो यो त रबर हो क्या रियली रबर ओह यहाँ चाहिँ कित्ली रहेछ हामी कित्लीमा जाँदैछौँ यो कित्ली कपिराइट राख्न सक्छ होला र त्यही भएर यो कसरी अलिक खाउने यहाँनिर चाहिँ
त्यहाँनिर चाहिँ पानी बिचमा चाहिँ एउटा उयो रहेछ, त्यसैबाट पानी जाने र त्यसैबाट आउने, अनि त्यसले नै अडाउँदो रहेछ। ओ माइ गड, रोबोट चल्छ पनि यो। ओ माई गड गड गड, आच्छो ब्याट्रीको पानी पानी छ त जाने। अलिक राम्रो छाता हाल्नु नि हो, यो कट भएन नि, जुत्ता सबै भिजेर छ। लामा फोनै भिज्यो। यहाँ चाहिँ लास्टै पानी चुइँदो रहेछ यो चाहिँ, बब्बाल पानी आइदिएर के गरेर लगेर के हो, बेमा मण्डप सजा जस्तो सजाएको छ यहाँ चाहिँ। यो डल पनि रहेछ त यहाँ त सँगै फिटको गरेको रहेछ तिनीहरू। यो डुँड चाहिँ कहाँ जाइ पनि राखेको छ अरे, डुँड चाहिँ चरा गुँड चाहिँ। अब चाहिँ हामी भित्र घुमेर निस्किसक्यौँ। अब चाहिँ लाग्नुपर्छ घरतिर। अब खाजासाजा खाएर घरतिर जाने। कस्तो भयो आजको नि? एकदम रमाइलो भयो, इन्ट्रेस्टिङ। मेरो फेभरेट प्लेसमा घुम्न आयो भनेको, तर आज मलाई चाहिँ रमाइलो लागेन। रमाइलो लागिरहेको छ। एकजना भ्लगर कता जानुभयो? भ्लगर हाम्रो अगाडि चाहिँ गइसक्नु भएको छ। ल उहाँलाई हामी भेट्न जाँदैछौँ। केही बेरको इन्तजारपछि हामी उहाँलाई पनि भेट्नेछौँ। ल एकचोटि बल हाम्रो चाहिँ गाडी अब स्टार्ट भइसकेको छ। अब जानुपर्छ हामी चाहिँ। ओहो के कता कता थियो नि? त्यसमा चाहिँ यहाँ त आइएन है। ए पुल जाने भनेको होइन? पहाडमै पुल कति हो, कति कटुसे पुलमा एकछिन रोकिदिनु ल। पुल घुम्ने अरे। हामी चाहिँ खाजा खाने ठाउँमा आइपुग्यो। अब खाजा खाएर फेरि लाग्ने। फेरि पनि स्वागत छ सबैजनालाई यस मेरो ब्लगमा। र हिजो चाहिँ रात परेको थियो, त्यो चाहिँ भिडियो एन्ड गर्छु। इसी के साथ आज की मजदूरी यहीं खत्म करते हैं। अगर तुम्हें वीडियो पसंद आई तो लाइक मारो यार, मुझे नहीं लाइक्स चाहिए, कैसे ना कैसे करके मुझे चाहिए। इतना झिला मैं कभी नहीं होऊंगा अपनी पूरी जिंदगी में जितना इसमें झिलाऊं, मुझे चाहिए ही चाहिए। तो लाइक मारो, और अगर तुम लोग नए हो तो सब्सक्राइब करो। वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूं, मुझे पैसों के पीछे भागना है। बाय।